बुँदे सम्झौतामा यो सरकार बनेको हो। त्यो 7 बुँदेका कुराहरू जुन छन् नि, संविधानमा पुनरावलोकन गर्ने कुरा, तपाईँको आर्थिक सुधारका कुरा, भ्रष्टाचारलाई निर्मूल गर्ने कुरा, दण्डहीनताको अन्तको कुरा, सुशासन दिने कुरा, त्यो कुराहरूमा चाहिँ नि सरकार चुकेको छ। त्यो कुराहरू जरुरी छ र संविधानमा पुनरावलोकन गर्ने कुरा चाहिँ नि यो नेपाली कांग्रेस र एमालेको 2/3 बहुमत छ भनेर बनाउने होइन। संविधान त तपाईको पुनरावलोकन भनेको सबै दल, संसदभित्र भएका दलहरूको प्रतिनिधित्व गरिकन र सरकारवालाहरू, स्टेक होल्डर्सहरू भन्छ नि, स्टेक होल्डर्सहरूलाई पनि समावेश गरिकन उनीहरूको पनि राय लिएर अगाडि बढ्न सक्यो भने समय लाग्छ। संविधान पुनरावलोकन गर्ने भने समय लाग्ने कुरा हो, तर 9 महिना भइसक्यो, सुरु गरेको भए हुन्थ्यो। नेपाली कांग्रेसभित्र कुनै पनि आफ्नो, हामीभित्र कुनै पनि त्यस्तो समस्या छैन, त्यो उहाँहरूलाई लागेको हो। कति मिडियाहरूले गलत प्रचार पनि गरिदिन्छ। मेरै बारेमा पनि कति मिडियाहरूले तपाईँको सरकार ढाल्न खोज्यो भन्ने कुराहरू पनि ल्याउनै भएको छ। त्यो होइन, यो सरकारलाई असफल हुने छुट छैन। मैले भनेको चाहिँ के हो भने संयन्त्र जुन हामीहरू बनाएका छौँ, बाहिर बसेका संयन्त्र, बाहिरका संयन्त्र, त्यो संयन्त्र बनाउन हुँदैन। डेमोक्रेटिक उसमा जाने, सिस्टममा जाने भए माने सरकारभित्रको संयन्त्र बनाउनुहोस्, बाहिरको संयन्त्र बनाउने होइन। पालिकासम्म संयन्त्र बनाएर अगाडि जाने नेपाली कांग्रेस र एमालेले निर्णय गरेको छ, त्यो गलत हो।